फाइनली 2026 वर्ल्ड कपको सुरुवात नै आज भयो जस्तो फिल भयो क्या। त्यो क्रिस्टियानो रोनाल्डोको आइकोनिक सुज सेलिब्रेसन हेर्न पाउँदा हृदय नै खुसी प्रफुल्लित भएर आयो क्या। माई गड, हुन त म पोर्चुगल फ्यान होइन, क्रिस्टियानो रोनाल्डोको डाई फ्यान होइन, बट स्टिल एउटा भनौँ न प्रेसर क्रिटिसिजम पिक लेभलमा पुगेको बेला त्यो एउटा कमब्याक गर्नु भनेको त्यो एउटा लेजेन्डले मात्र गर्न सक्छ क्या। फाइनली क्रिस्टियानो रोनाल्डो माथि जब जब क्रिटिसिजम भएको छ होइन, जब जब प्रेसर सिचुएसन क्रिएट भएछ तब तब उनले कमब्याक गरेका छन्। सो यो कुराबाट एउटा प्रुभ हुन्छ रिटायर नहुन्जेलसम्म लेजेन्ड कहिले पनि आउट अफ फर्म हुँदैन भनेर। फाइनली उनले 6वटा डिफ्रेन्ट वर्ल्ड कपमा गोल गर्ने, स्कोर गर्ने पहिलो खेलाडी बनेका छन् र आफ्नो पोर्चुगल टिमलाई फाइनल्ली राउन्ड अफ 32 लागि चाहिँ एउटा बलियो स्ट्रङ पोजिसनमा पुर्याउन सफल भएका छन्। हाफ अगाडि नै उनले आफ्नो 2 गोल कम्प्लिट गरिसकेका थिए होइन। पुरा टिमले नै ह्याट्रिक गरोस् भनेर आज पुरै भनौँ न एउटा सपोर्टिभ नेचर, एउटा लेजेन्डलाई जुन तरिकाको रेस्पेक्ट दिनुपर्ने आज त्यो गेम प्लान देखियो क्या। एउटा एज अ टिम एउटा पर्फेक्ट एउटा प्राइम टाइमको पोर्चुगल देखियो क्या आज। आनन्द लागेर आयो। माई गड, फाइनली पोर्चुगलले उज्बेकिस्तानलाई 5-0 क्लिन सिट राख्दै एउटा कम्प्रिहेन्सिभ भिक्ट्री निकालेको छ। सो हेटर्स बी अवेर, यो वार्निङ हो है। पोर्चुगल फाइनली पोर्चुगल तरिकाले खेलेको छ र हेटर्सहरूको लागि एउटा ठुलो तमाचा। लेजेन्ड यत्तिकै लेजेन्ड बन्या होइन क्या। सो रेस्पेक्ट गरौँ होइन। अब आनन्दको निन्द्रा लाग्ने भयो। थ्याङ्क यू।